नमस्कार मित्रहरू, आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी भगवत गीता एउटा धार्मिक ग्रन्थ मात्र होइन, यो जीवन जिउने अद्भुत ज्ञान हो। हाम्रो दैनिक समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने, कसरी सुखी र सफल बन्ने भन्ने विषयमा यसमा गहिरो रूपमा लेखिएको छ। चर्चा गर्नेछौँ आजको यस भिडियोमा। आज यस गीता भित्र लुकेका 4 महत्त्वपूर्ण बुझ्नेछौँ जसले हाम्रो जीवनलाई सही दिशामा अगाडि बढ्नका लागि मद्दत गर्नेछ। यदि तपाईले हाम्रो च्यानललाई अझै पनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोस्, ताकि यस्ता ज्ञानवर्धक भिडियोहरू तपाईसँग छिटै पहुँचुन्। आफूलाई चिन्नु नै साँचो ज्ञान हो। भगवान श्रीकृष्ण भन्नुहुन्छ, आत्मा कहिले जन्मदैन मर्दैन पनि। हामी केवल शरीर मात्र होइनौं, हामी अमर आत्मा हौं, जसका कारण हाम्रो धेरै समस्याहरूको जड के हो भन्दाखेरि हामी आफूलाई मात्र यो शरीर भन्ने ठान्छौं, तर हाम्रो वास्तविकता स्वरूप आत्मा हो। उदाहरणका लागि कल्पना गर्नुहोस्, तपाई ऐनामा आफ्नो अनुहार हेर्दै हुनुहुन्छ अनि ऐनामा देखाइएको अनुहार बिग्रियो भने तपाई चिन्तित हुनुहुन्छ, तर वास्तविकता त्यो तपाईको वास्तविक रूप होइन, केवल छाया हो। त्यसैगरी हाम्रो आत्मा शुद्ध छ। शरीर जे परिवर्तन भए पनि आत्मा अपरिवर्तन छ। चाहिँ भगवान श्रीकृष्णले भन्नुहुन्छ, कर्मण्येवाधिकारस्तस्य महाफलेषु कदाचन, भनेको फलको चिन्ता कर्म गर तर फलको चिन्ता नगर। कसरी सही निर्णय लिने भगवान श्रीकृष्णले भगवत गीतामा सम्झाउनु भएको छ। कसरी चाहिँ सही निर्णय लिन सकिन्छ? कुनै पनि निर्णय लिन अगाडि गहिरो सोच विचार गर। जस्तै कहिलेकाहीँ कुन समस्यामा कुन करियर रोज्ने, कसरी कठिन परिस्थिति सामना गर्ने, कसलाई चाहिँ विश्वास गर्ने। उदाहरणका लागि महाभारतको युद्ध अगाडि अर्जुन दुविधामा थिए, आफ्नै विरुद्ध लड्ने कि युद्ध त्याग्ने। तर जब उनले सही ज्ञान पाए तब उनले आफ्नो कर्तव्य अनुसार सही निर्णय लिन सक्ने भए। भगवान श्रीकृष्ण भन्नुहुन्छ, सफलता के हो त? साँचो सफलता भनेको लाभ हानि सुख दुःखमा समान दृष्टिकोण राख्न सक्नु हो। हामीले धेरैले सफलता भनेको धेरै पैसा कमाउनु, प्रतिष्ठा पाउनु, उच्च पदमा पुग्नु मात्र हो भन्ने सोच्छौं, तर कृष्णले भन्नुहुन्छ, सफलता भनेको केवल बाहिरी उपलब्धिता होइन, आन्तरिक शान्ति पनि हो। जस्तै धेरै मानिसहरू आर्थिक रूपमा सम्पन्न भए तापनि रूपमा अशान्त हुन्छन्। उनीहरूलाई सधैँ तनाव हुन्छ, डर हुन्छ। तर एउटा साधारण किसान जसलाई जीवनमा कुनै ठूलो सम्पत्ति छैन, ऊ निर्धक्क निदाउँछ, आनन्दले बाँच्छ। के वास्तविक रूपमा सम्पन्न ऊ होइन? हामीले बाहिरी सफलता मात्र होइन, भित्री सन्तुष्ट र शान्तिलाई पनि प्राथमिकता दिनुपर्छ। आत्मसन्तोष बिना कुनै उपलब्धिको अर्थ नै छैन। यदि तिमी मेरो शरणमा आउँछौ भने तिमीलाई सबै डरबाट मुक्त गराइदिन्छु। भगवान श्रीकृष्णले कस्तो मिठो वचन भन्नुभएको छ, यदि तिमी मेरो शरणमा आउँछौ भने तिमीलाई म सबै डरबाट मुक्त गराइदिन्छु। जब जीवनमा धेरै डरहरू हुन्छन्, भविष्यको डर, असफलताको डर, समाजले के भन्छ भन्ने डर, र यी डरहरू नै हामीलाई कमजोर बनाउँछन्। जस्तै एउटा बच्चा अँध्यारो कोठामा एक्लै डराउँछ, तर जब ऊ आमासँग हुन्छ ऊ निर्धक्क हुन्छ, किनकि ऊ आमाप्रति पूर्ण विश्वास गर्छ। त्यस्तै हामी भगवानप्रति पूर्ण आस्था राख्छौं, तब हाम्रो डर हराउँछ। आजको यस भिडियोबाट हामीले के चाहिँ सिक्न सकिन्छ भन्दाखेरि, आफूलाई चिन्नु नै साँचो ज्ञान हो। हामी शरीर होइनौं, आत्मा हौं। त्यसैले अनावश्यक चिन्ताहरू हटाउनुहोस्, पहिलो छ। दोस्रोमा हामीले सही निर्णय कसरी लिन सकिन्छ भन्ने विषयमा एउटा चर्चा गर्यौं। आवेगमा होइन, विवेक र ज्ञानको आधारमा चाहिँ निर्णय लिनुपर्छ। साँचो सफलता भनेको के हो?
बाहिरी सफलता मात्र होइन, भित्री शान्ति सफलता पाउनु नै साँचो सफलता श्रीकृष्णले भन्नुभएको छ। र आजको यस भिडियोको अन्तिम छ डरको अन्त्य। जब हामी आत्मबल बढाउँछौँ र भगवानको आस्थामा ध्यान दिन्छौँ तब चाहिँ हाम्रो डरको अन्त्य हुन्छ, भगवानले श्रीकृष्णले भन्नुभएको छ। यी सूत्रहरूलाई आफ्नो जीवनमा लागू गर्न सकेमा हाम्रो जीवन अझै सुखमय, शान्त र समृद्ध बन्न सक्छ। यदि तपाईलाई आजको यस भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्, ताकि यस्तै ज्ञानवर्धक भिडियोहरू तपाईँ सामु छिटै प्राप्त हुन्। हरे कृष्ण, हरे कृष्ण, हरे कृष्ण।